गाइज वेलकम टु माई न्यू भ्लग न्यू डे न्यू भ्लग तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म यो कुखुराको मासु लोटन कुखुराको मासुको रेसिपी लिएर आएको छु हैन। आज चाहिँ म आज चिसो चिसो मौसम छ बिहान बिहान, अनि त्यही भएर म आज यो कुखुराको मासु बनाउनु पर्ला भन्ने सोच्दैछु। आउँदै हेर्दै गर्नु होला, तपाईँहरूलाई म कसरी बनाएर देखाउँछु। मैले चाहिँ यहाँ तेल हालेँ हैन। तेल चाहिँ आज अलिक बेसी भयो, म यति धेरै चाहिँ हाल्दिनँ, अलिक कम नै हाल्छु हैन यसबाट, किनभने यो लोटनकोबाट आफै बोसो निस्किन्छ। अब म यसमा मासु ओइरिन्छु, प्याज ओइरिन्छु, मासु ओइरिन्छु। साथीहरू मैले आज अलि अर्कै एक्स्ट्रा तरिकाले पकाउँछु। कहिले प्याज अगाडि ओइरिन्छु, कहिले मासु यो बिचमा फ्राई भएपछि ओइरिन्छु। एकैचोटि ओइरिँदा पनि हुन्छ प्राय, किनभने मासु परपरि भुट्दाखेरि प्याज पनि पाकिसक्छ। अब मैले यहाँ मासु ओइरेर यहाँ चलाउँदैछु यसलाई। अब एकछिन यसको पानी निस्किन्छ, यसलाई रातो पारेर भुट्नुपर्छ। यहाँ लसुनको पेस्ट तयार भएर राखिसक्यो। अब म यहाँ मासु पाक्दैछ, मासु अब प्याज एकछिनमा हाल्छु म, हेर्दै जानु होला। ल मासु यहाँ फ्राई हुँदैछ साथीहरू हैन। यो चाहिँ एकदम ठुल्ठुलो राजा महाराजा ठुल्ठुलो हस्तीहरूले खाने टाइपको मासु बनाउँदैछु म आज। यति टेस्टी यति मिठो मासु त नि कुनै पनि सेफले उ गर्न सक्दैन, मलाई च्यालेन्ज गर्न सक्दैन, त्यस्तो दामी बनाउँछु म। मेरो हातको मासु यो खाने मान्छेहरूले त आजसम्म एकदम तारिफ गरेर गएको छन्। आज पनि त्यस्तै दामी दामी बनाउँछु। यो भिडियो हेरेर चाहिँ ठुल्ठुला सेफहरूले चाहिँ मलाई कन्ट्याक्ट गर्नु हुनसक्छ कसरी बनाउनु भयो भनेर। मासु यतिको रातो भएको छ। अब म यसमा प्याज ओइरिन्छु। प्याज हालेर अब फेरि चलाउँछु म। मैले भन्दै थिएँ नि मैले बनाएको मासु एकदम दामी हुन्छ भनेर, ठुलो सेफले पनि मलाई कन्ट्याक्ट गर्नुहुन्छ भनेर। त्यस्तै होला जस्तो छ आज हेर्दाखेरि हैन। जोक छ पाठ साथीहरू, यस्तो रमाइलो गर्दै पकाउनु पर्यो नि, के छ र हैन र। हेर्दै जानु। अब म यसमा एकछिन प्याज भुटेपछि बेसारहरू सबै थोक हाल्छु। बेसार हालेर चलाउँछु। एकछिन बेसार हालेर एकछिन चलाइसकेपछि अनि बल्ल नुन हाल्छु, किनभने नुन र बेसार एकैचोटि हाल्यो भने अलि लागिहाल्दैन कि, त्यही भएर म चाहिँ बेसार हालेर एक दुईचोटि चलाउँछु अनि बल्ल नुन हाल्छु। साथी हो, आफ्नो आफ्नो टेक्निक्स हुन्छ पकाउने हैन। म चाहिँ यसै गरी पकाउँछु, त्यही भएर त मेरो अलि एक्स्ट्रा र मिठो हुन्छ मैले बनाएको। यसमा म नुन हाल्दैछु। अब नुन चाहिँ आफूलाई कसैलाई चर्को मनपर्छ हैन। अब ठिक्क म चाहिँ एकदम ठिक्क हाल्छु। लसुनको पेस्ट अनि खुर्सानीको पेस्ट एकै ठाउँमा मिसेको थियो, त्यो हालेँ। अब म यसमा टमाटर हाल्छु अनि टमाटर हालेर चलाइदिन्छु अनि एकछिन छोपिदिन्छु। लगभग हाम्रो यो मासु रेडी हुन थालिसक्यो साथी हो। चट्ट लाएर मासु रेडी हुन्छ अनि मासु भात खानुपर्छ मस्तसँग हैन। के छ र जिन्दगीमा खाने रमाउने त्यही त हो नि काम। के छ त अरू साथी हो। साथीहरू यसरी कुखुराको मासु रेडी भयो, लोटन कुखुराको मासु। तपाईँहरू पनि घरमा बनाएर ट्राई गर्नु होला, एकदमै दामी हुन्छ हैन, मिठो हुन्छ। ब्रोइलर भन्दा अलि चाम्रो हुन्छ लोटन चाहिँ, मिठो लाग्छ मलाई चाहिँ। तपाईँहरू पनि यस्तै गरी ट्राई गर्नु होला अनि कस्तो भयो कमेन्ट गर्नु होला। टिल देन टेक केयर, लभ यु, बाई बाई गाइज।